साथीहरू सम्पूर्ण नमस्कार। आजको टपिक रहेछ मुख्य सचिवको जिम्मेवारी, काम, कर्तव्य र अधिकार। तपाईहरुलाई यो टपिकलाई यसरी लेख्न सक्नुहुन्छ। यो नायब सुब्बा खरिदारमा सोध्ने प्रश्न हो अनि सोधिसकेको प्रश्न हो। यो 5 मार्क्समा सोधिन्छ। त्यसैले तपाईहरुले यो एकदमै महत्त्वपूर्ण क्वेशन हो। तपाईले यो क्वेशनलाई यसरी लेख्न सक्नुहुन्छ। मैले आफ्नै नोटबाट यसरी ढाँचामा मिलाएर लेख्न सक्छु। मुख्य सचिवको जिम्मेवारी, काम, कर्तव्य र अधिकार। हेर्नु त साथीहरू, यसमा के लेखेको छ? 1 नम्बर बुदामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रशासकीय प्रमुखका रूपमा कार्य सम्पादन गर्ने। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मतलब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भनेको सिंहदरबार, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, जति पनि मन्त्रालयहरू छन् त्यो जुनसुकै मन्त्रालयको प्रमुख प्रशासकीयको रूपमा कार्य सम्पादन गर्ने। अहिलेको मुख्य सचिव को हो त? सुमनराज अर्याल। सुमनराज अर्याल। उहाँ कति मुख्य सचिव हुनुहुन्छ भने 29औं मुख्य सचिव हुनुहुन्छ उहाँ। 29औं मुख्य सचिव। यस अघिको एकनारायण अर्याल 58 वर्ष उमेदहरूको कारण अवकाश पाएका। यो कुरा ख्याल राख्नु। यो जीकेमा सोध्ने प्रश्न हो। यो जीकेमा तपाईले सोध्न सकिन्छ र अलरेडी हामीले यो मुख्य सचिवको काम पढिरहेको छौँ। सो यो थाहा राख्ने कुरा हो। त त्यस्तै अर्को दोस्रो बुदा के रे साथीहरू? नेपाल सरकारका सचिव तथा वरिष्ठ श्रेणीका अधिकृतको कार्य सम्पादनको सुपर्यवेक्षण गरी आवश्यक निर्देशन दिनु। वरिष्ठ सचिव त्यस्तै वरिष्ठ श्रेणीका अधिकृतहरूको कार्य सम्पादनको के कस्तो भइरहेछ त्यसको हेरचाह, कार्य अनुगमन, मूल्याङ्कन गरी सुधारको लागि आवश्यक निर्देशन दिनु। त्यस्तै विभिन्न मन्त्रालय तथा सम्बद्ध निकायहरूको काम कारबाहीको समन्वय गर्ने गराउने। सबै मन्त्रालयको हेरचाह गर्ने गराउने काम समन्वय। त्यस्तै मन्त्री परिषदका सचिवका रूपमा काम गर्ने मन्त्री परिषदको निर्णय प्रमाणित गर्ने। त्यस्तै मन्त्री परिषदको निर्णय कार्य सम्पादन गर्न सम्बन्धित मन्त्रालयहरूलाई परिचालन गर्ने गराउने। समय समयमा सचिव बैठकको आयोजना गर्ने। त्यस्तै सचिव बैठक र मन्त्री परिषदका निर्णयहरूको कार्यान्वयन स्थितिको अङ्ग नपुगेका प्रस्तावहरू मन्त्री परिषद समक्ष पेश गर्नुपर्ने। अङ्ग नपुगेका प्रस्तावहरू सम्बन्धित सचिव कहाँ फिर्ता पठाउने। त्यस्तै नेपाल पक्ष भएका सन्धि सम्झौताको कार्यान्वयन स्थितिको बारेमा जानकारी गराउने। साथीहरूले तपाईले यसरी लेख्न सक्नुहुन्छ। यो मुख्य सचिवको जिम्मेवारी, काम, कर्तव्य, अधिकार। यो ढाँचा मिलाएर लेख्नुपर्छ। यो यसको ढाँचा अलि मिलेको छैन। ढाँचा चाहिँ यति चाहिँ छोड्नुपर्छ, यति छोडेर चाहिँ लेख्नुपर्छ। चारैतिर कपीलाई फोल्ड गरेर यो चाहिँ लेख्नुपर्ने हुन्छ। तपाईहरुले यो मिलाएर चाहिँ लेख्नु होला। र साथीहरू अब चाहिँ हामीले अर्कोमा भेट हुनेछौँ। अर्को प्रश्न लिएर म आउनेछु।